नमस्कार। नमस्कार। बिर्खे दाई, मैले त चिनेन नि। तपाईँ बिर्खे दाई नै होइन र भने? हजुरहरूले मलाई कसरी चिन्नुभयो र? चिन्नुहुन्छ र बाबु उहाँलाई? चिन्नुभयो भने त झन् राम्रो भयो त। बिर्खे दाई, किन यस्तो भन्दै हुनुहुन्छ? तपाईँले मलाई राम्रोसँग चिन्नुहुन्छ, मलाई थाहा छ। तपाईँको नाम बिर्खे नै हो? हो, नाम त बिर्खे नै हो। त्यसो भए त चिन्जान भयो के होला त? बिर्खे दाई, किन चिन्दिनँ भन्नुहुन्छ क्या? चिन्दिनँ नभन्नुहोस् न। म रमेश के त, काजीको भाइ। रमेश बाबु, म तपाईँलाई राम्रोसँग चिन्छु नि, तर नचिनेको जस्तो गरेको मात्रै हो। किन थाहा छ? तपाईँ त एउटा काजी खानदानको छोरा, म गरिबले कसरी चिने जस्तो गर्नु खै? बिर्खे दाई, कुरा के हो भन्नुहोस् न। सन्ध्याको बारेमा बुझ्न आएको हामी। सन्ध्या यहीँ बस्छिन् होइन र? सन्ध्यालाई भेटेर केही कुरा गरौँ अनि केही सहयोग गरौँ कि भनेर आएको हामी त। मैले दुःख सुख गरेर पालेकै छु, अहिले काममा गएकी छु सन्ध्या। दाई, उसलाई बोलाउनुहोस् न, उसलाई भेटेर कुरा गर्न चाहन्छु म। कहाँ गएछ ऊ? बाबु खोइ त, भन्नुहोस् न। बाबु स्कुल गएको छ, सन्ध्या काममा गएछ। म बुढो यसो बसी बिहालो घरमा काटाकुटुक गर्दैछु बाबु। उसलाई के भएको थियो दाई? उसको बारेमा भन्नुहोस् न। उसको बारेमा बुझ्नकै लागि हामी यहाँसम्म आएको हौँ। त्यो नमिठो अतीततिर नफर्केकै राम्रो नानी। त्यो अभागिनीको जिन्दगीको हरेक पानामा दुःखै दुःख लेखिएको रहेछ। जतिसुकै नमिठो अतीत होस्, भन्नुहोस् न, म जान्न चाहन्छु। साँझको बेला थियो, ऊ मेलाबाट फर्किँदै थिए। एउटा बदमासले हातपात गरेछ नानी। हातपात गर्ने पुरुष, तर के गर्नु नानी, गल्ती नारीकै देखिन्छ। गल्ती पुरुषले गर्छन्, गलत नारी हुन्छन्। हाम्रो समाजमा यस्तै छ नानी। अनि के गर्नुभयो दाई त्यसपछि? साँझको समय थियो, उसले गाउँ निकाला गरियो। तर गाउँ निकाला गर्नेमा म पनि थिएँ। त्यसपछि ऊ रुँदै रुँदै गाउँ छोडेर निस्किए। उसको सहारा कोही थिएन। मेरो पनि मनले मान्दै मानेन। त्यही भएर म पनि उसको पछि पछि लागेर गाउँ छोडे नानी। बिचारी सहारा बिन भएकी सन्ध्या, म उसको सहारा मात्र बन्देको हुँ। दाई, म सन्ध्यालाई प्रत्यक्ष भेट्न चाहन्छु। भोलि चाहिँ उसलाई काममा नजा भन्नु न, हामी भोलि भेट्न आउँछौँ है। अहिलेलाई जान्छौँ है त, हामी भोलि आउँछौँ नि है। हजुर, पानी नपरेर सबै सुखा छ त। तैँले गरेको मिहिनेत चाहिँ सबै खेर गयो। यो त खडेरी लाग्छ है क्या हो? अब दुःख त खेर जान्दिनु भएन अर्जुन बा। होइन, पानी हामी आफै पार्न मिल्दैन र भने? अर्चस बचिया पानी आफै। तैँले पानी पार्ने भए इन्द्रियो के काम? खोइ कता कता त मैले सुनेको कृत्रिम के भन्छ नि, त्यो पानी पारेर म बाढी आएर कति मान्छे मऱ्यो। त्यही हाम्रो राम पनि त बित्यो भन्ने हल्ला सुने हो। यसले पनि कुरो गर्छ घरिघरि। सुने हो? बहिन पानी नपार्ने त चुप्लाक। कान्छी तिमी के बिग्न टोलाको, आउँ कि भेट्न मुइलाई हो बोलाको। सालको पातको टपरी गाँसौला। अर्जुन बा ढोक दिए क्या? भाग्यमानी भएस। ये गोप्नु त सन्चै छस्। कहिले मलाई नढोग्ने मान्छे, आज त सिउरे निउरे ढोगिस। के हो कुरो? म त सन्चै छु नि अर्जुन बा। एउटा जरुरी कामले हजुरकै घरमा म भेट्न जान लागेको थिएँ। जरुरी काम छ भन्छ केटो। के जरुरी परेछ?
अब यसको के जरुरी काम होला र है अर्जुन बा? अर्जुन बा तपाईँले मेरो लागि लुमी बनिदिनु पर्यो क्या। के भन्छ यो मोरो हजुरबे? क्या गर्ने भने क्या हो? हो क्या अर्जुन बा, अब केटी माग्न जानु लागेको, अब एक्लै जाँदा केटी दिँदैनन् रे, त्यही भएर तपाईँलाई साथी जाउँ भनेर आएको क्या। केटी माग्न जाने रे? कहाँ जाने, कसको छोरी माग्न जाने त्यो त थाहा हुनु पर्यो नि। कसो सुरुबे? हाम्रै गाउँमा हो अर्जुन बा, त्यो हरिदाईको बहिनी दिपा क्या। दिपा? दिपासँग तैँले बिहे गर्ने? अनि दिपा मान्छे त? अब त्यही त बुझ्न जाने भनेको नि तपाईँलाई, कस्तो कुरै बुझ्नुहुन्न क्या। हुन त उमेर पुगेको केटी हो, बिहेको कुरा गरिदिन जान ठुलो कुरो भएन। ठिकै छ, गइदेऊ अन्त। हो अर्जुन, हामी गएर उसको घरबार बस्छ भने त त्यति सहयोग गरिदिउँ नि त, गाउँकै साथी हो। अर्जुन बा उसो भए ढिला किन गर्नु त, हरिदाईको घरमा जाउँ नि त। ठिकै छ, तेरो इच्छा पनि पुरा गरिदिनै पर्यो, आफू त समाजसेवी पर्यो। लगिन जाउँ। जाउँ न त, हिँड्नु आफूलाई कस्तो हतार भइसक्यो। सुर्पेजी तिमी होमा हो कुरो मिलाउ ल। अर्जुन बा जसरी नि कुरो मिलाउनु ल। घरमा नमस्कार हजुर। ओहो नमस्कार नमस्कार। नमस्कार हरिदाई। बहिनी पनि पानी लिन गएछ, आउनुहोस् न बसौँ। अर्जुन बा आज कताबाट मेरो घर पाल्नु भयो? अर्जुन बा भाउजू त घरमा हुनुहुन्न। यी सबै कुरा थाहा छ हरिबाबु। आज म ती कुराको लागि होइन, गोफ्लेको लागि आएको छु। हरिदाई हामी त एउटा काम विशेषले आएको हो क्या। ए अर्जुन बा के काम थियो र भन्नु त? हरिदाई आज हजुरलाई एउटा विशेष कुरा भन्न आएको नि। कुरा घुमाइ घुमाइ नभन्नु न। हो हरिबाबु, हामी तपाईँसँग केही माग्न आएको आज। मसँग के छ र त्यस्तो माग्नलाई? के माग्न भने के भने मैले त कुरै बुझिनँ। हरिदाई हामी त हजुरसँग दिपाको हात माग्न आएको क्या। होइन है अर्जुन बा, के भन्छ है गोफलेले? हो हरिबाबु, खास गरी कुरो यही नै हो। हरिबाबु छोरी मान्छे हो, एउटा न एउटालाई दिनै पर्छ। यदि गोफले ठिक लाग्छ भने यसलाई दिँदा फरक नपर्ला। अर्जुन बा मेरी बहिनीलाई एक दिन न एक दिन एउटा केटालाई त दिनै पर्छ, तर एक गोफलेले पाल्न सक्ला र? मेरो बहिनीले दुःख पाउने त होइन। दुःख सुख भनेको त भाग्यको खेल हो, त्यो समयको हातमा छोडिदिनु पर्छ, सब ठिक हुन्छ। तै पनि मैले सोच्नु पर्छ नि, म सोचेर जवाफ दिन्छु। हुन्छ बाबु, हतार छैन, जिन्दगी कटाउने कुरा हो, सोचेर भन्नुहोस् न। हरिदाई मलाई त दिपा असाध्यै मनपर्छ क्या। अर्जुन बा तपाईँले भन्नुहुन्छ भने ल हुन्छ नि त, मेरो बहिनी अब गोफलेलाई दिएँ भनेपछि हामी ढुक्क भयो। हुन्छ हुन्छ हुन्छ। ल हामी लाग्यो त्यसो। ल जाउँ गोफले, अब साइज सुराएर हामी आउँछौँ है त। सुर्पेजी ए अर्जुन दाइ नमस्कार। नमस्कार हजुर नानी। अनि कहाँ हिँडेको यतिखेर? म तपाईँलाई नै भेट्नलाई तपाईँको घरतिर आउँदै थिएँ, ठ्याक्कै बाटैमा भेट भयो। के विशेष काम थियो कि राधिका नानी? विशेष भन्दा पनि विशेष काम थियो अर्जुन दाइ। के काम थियो भन्नु त? तपाईँ त्यत्तिकै मलाई भेट्न त आउने होइन, त्यस्तो विशेष नै काम के थियो? सुन्नुहोस् न अर्जुन दाइ, यो गाउँमा पुष्पाको साह्रै दादागिरी बढे जस्तो छ, यही कुरा गरौँ भनेर आएको। किन नानी, के गरिछ र त पुष्पाले? यो गाउँका केटाहरूलाई थर्काउँदै हिँड्दी रहेछ। अनि त्यति मात्रै हो र, एउटा केटीलाई अपहरण गरेर उसले सागरसँग बिहे गरेकी पो रहेछ त। अनि त्यो केटी अहिले बल्ल बल्ल फुत्केर यही गाउँमा आएकी छ। ए कुरा त्यस्तो पो? मलाई पहिल्यै शङ्का लागिरहेको थियो यो केटी खासै राम्री छैन भनेर। अब पुष्पालाई यत्तिकै छाड्न हुन्न है दाइ।
त्यस्ता घमण्डीको घमण्ड तोड्नै पर्छ। हो अर्जुन दाई, मैले पनि यही अपेक्षा गरेर तपाईँलाई नै भेट्न आएको थिएँ। अहिले छुटौँ है त। ल हुन्छ राधिका नानी। होइन है केटा हो, तिमीहरूको आँखा छैन क्या हो? पुरा हान्ने साँडे जस्तो भएर दौडिँदै आएको छौ त। हामी अलि जरुरी काममा हिँडेको थियौँ कि हरि दाई। किन हानी साँडे जस्तो भन्नुभएको हरि दाई? तिमीहरू जस्तो लफाङ्गाको के काम हुन्छ त्यसै लफाङ्गिया छ, बरालिया छ, हल्लिया छ, हिँड्या छ। हाम्रो जरुरी काम छ हरि दाई। के काम हो र? ल भन त। के काम हुनु र हरि दाई? काजी साहबले खेत गर्न बोलाउनु भएको छ, त्यही काम गर्न लागेको। के न काम होला भनेको त काई साहबको खेत खन्न पो रहेछ। ल ल त्यति भने नि काम पाएछ, राम्रोसँग खनेर आउनु। ल नानी, भोलि त तँ पनि बिहे गरेर गइहाल्छस्, म त एक्लै हुने भएँ। दाई अब हजुर के गर्ने त? म केही गर्दिनँ नानी। सेजना आउली भन्ने आश थियो, त्यो आश पनि मरेर गयो। भाउजू पनि यतिका वर्ष भयो हरान भइहाल्यो। त्यही त, सम्पर्कमै छैन। अब तेरो बिहे भइसकेपछि त सहरतिर जाने सोच बनाएको छु। कि यतै बिहे गरेर बस्नु न दाई? मिल्दैन नानी, सिर्जनासँग छोडपत्र भएकै छैन, बाउ बिहाको मुद्दा लाग्छ। यो समाधान भएपछि सोचौँला। जाउँ अहिले भित्र। हेर सन्दीप, मलाई त त्यो सुषमा भन्दा पनि पुष्पा भाउजूदेखि लास्टै रिस उठेको छ। कम त बेइज्जत गरेकी छिन् तिनले मेरो। त्यसो भए सुषमालाई छोडेर पुष्पा भाउजूलाई पो समाउने हो कि? समाउन त समाउने हो, तर यो चरीलाई पिञ्जडामा राखेर। भन्नाले बुझिन नि। पहिला सुषमालाई लगेर जङ्गलमा बाँधेर राखौँ, अनि पुष्पालाई खोजौँ, अनि त्यसपछि पुष्पाको पालो। सुर्पे दाई आउनुपर्छ। सुर्पे दाई आउनु न। के कुरा हो? के सल्लाह हुँदैछ? सुर्पे दाई, हामी एउटा गम्भीर छलफलमा छौँ, त्यसमा तपाईँले सल्लाह दिनु पर्यो। होइन, के सल्लाह चाहियो त्यस्तो? मैले जाने कुरो सकेको सल्लाह त म दिइहाल्छु नि। भन त कुरा खुलाएर, के कुरा हो? त्यो सुषमालाई मैले मन पराएको कति भइसक्यो, जति गरे नि हेर्दै हेर्दिनँ। त्यसलाई जसरी भए पनि आफ्नो बनाउनु पर्यो। मैले कसरी आफ्नो बनाउने विचार गरेका छस्? ल भन त, म तिमीहरूले भने जस्तै साथ दिइहाल्छु नि। हो सुर्पे दाई, अपहरण। त्यो सुषमालाई मात्र होइन, त्यो पुष्पालाई पनि अपहरण गर्ने विचार गरेका छौँ। त्यसले साह्रै रिस उठाएको छ। ल ठिक छ, काम त अलि गाह्रै छ, तर म तिमीहरूलाई साथ दिन्छु। त्यो पुष्पा भाउजूसँग त पुरानो बदला लिन्छ नि मेरो पनि। कता हिर्काएको थिएँ मलाई। त्यसलाई हामी मिलेर जसरी पनि बदला दिनुपर्छ। हुन्छ हुन्छ, तर हल्ला गर्नुहुन्न है। कसरी गर्ने लु भन्नुहोस् त, हामी तपाईँकै योजना अनुसार गर्न तयार छौँ। पहिला सुषमालाई लगेर कहीँ बाँधौँ, त्यसपछि हामी आफै पुष्पालाई खोज्न थालौँ। अनि त गाउँभरि हराको हल्ला फैलिहाल्छ। अनि हामी मध्ये एकजनाले अलि पर गएर फोन गरेर लु पैसाले भनेर बार्गेनिङ गर्न थालौँ, अनि काम बनिहाल्छ नि। त्यसपछि त केटा हो, हामी पनि पैसाले मालामाल हुन्छौँ। अनि त सुरुप कति पार्नु। हो सुर्पे दाई, तपाईँले ठिक भन्नुभयो। हाम्रो बदला पनि पुरा हुने, पैसा पनि पाउने। त्यो सुषमा आउने बाटो मलाई थाहा छ, खोज्न जाउँ। ल ठिक छ, त्यसो भए अब सुषमालाई बाँध्ने तयारी गर्नुपर्छ। गइहालौँ, जाउँ। आज जसरी पनि बाँध्नुपर्छ त्यसलाई, काम गाह्रो छ नि। तपाईँलाई त चिनिनँ नि मैले। मैले नै हजुरलाई चिनिनँ त। भनेपछि तपाईँ यो गाउँमा नयाँ हुनुहुन्छ कि क्या?
नयाँ अनुहार देख्दैछु त म। हो, म यो गाउँको एकदमै नयाँ हो, केही खास पनि छ। भन्नाले बुझिन नि। यो गाउँ यहाँका गाउँलेले एकदमै ठुलो धोका दिएका छन्। होइन, यो गाउँका कसले के गर्यो भन्नु त प्रष्ट। कसैलाई भनेर समाधान हुनेवाला छैन मेरो समस्या, ठुलो समस्या छ मसँग। मलाई तपाईँले आफ्नै मान्छे सम्झेर सबै कुरो भने हुन्छ। परेको सहयोग मैले गर्नेछु। तपाईँले यो गाउँको पुष्पा त चिन्नुहुन्छ नि? पुष्पा? किन नचिन्नु, चिन्छु नि। हो, उही हो मेरो जिन्दगीको तगा। मैले अघि पनि पुष्पाको बारेमा केही सुनेको थिएँ। पुष्पाले अपहरण गरेको त्यो केटी कतै तपाईँ त होइन? हो, त्यही अबाकी हो म, जसलाई पुष्पाले अपहरण गरेर राखेकी थिए। ल, पुष्पासँग बदला लिनलाई म साथ दिन्छु। तपाईँ ढुक्क भएर जानुहोस्। हस्, त्यसो भए अहिले म ढुक्क भएर गएँ। कहाँ गयो खोइ, यतिखेरसम्म आउँदैन। बेला त भइसक्यो। कहाँ मुन्टिएछ त गोपले? ए आइस, अनि सुर्पे पनि आउँछु भने त खोइ त। सुर्पे त कहाँ गयो? ल, बेहुलीहरू पनि आउन आँट्यो होला। अब निकै बेर भइसक्यो त, बेलैमा आउनुपर्छ। आए बेहुलीहरू आयो। लु जाउँ बेहुलीहरू आयो। ल, नमस्कार। आइपुग्यो। अब हिजो कुरा छिनेर यो बिहा पनि हतार हुने भयो। हामीले त त्यति व्यवस्था पनि गर्न सकेनौँ। ल, बेहुलाले बेहुलीलाई, बेहुलीले बेहुलालाई टिका लगाइदिने। अब यसरी नै बिहा आज सम्पन्न गर्नुपर्छ। यो हतारको बिहा यस्तै हो, धेरै व्यवस्था पनि गर्न सकेन। ल, बेहुलीलाई टिका लगाइदिने। मङ्गलम भगवान् विष्णु मङ्गलम गणराध्वज मङ्गलम पुण्डरीकाक्षे मङ्गलाय तनोहरि। ल, यो मालाको रूपमा यही खादा लगाइदिने। बेहुलाले बेहुलीलाई, बेहुलीले बेहुलालाई यो खादा लगाइदिने है। ल, बेहुलीलाई लगाइदिने, बेहुलीले बेहुलालाई। ल, अब हेर गोपले, हरिबाबुसँग म आफू बसेर दिपाको हातमाला मैले मागिदिएको छु। मारे पाप पाले पुण्य भनेर दाजुले बहिनी तेरो हातमा दिएका छन्। राम्ररी घरघरी खाने, राम्रो तरिकाले जिन्दगी चलाउने, मेरो नाक नकाटेस्, मेरो विश्वास नतोडेस्, राम्ररी घरघरी खाने है। हुन्छ नि अर्जुन बा, आजदेखि दिपा मेरो स्वाहानी, म उसको लौनी। आजदेखि मेरो खुट्टा उसले ढोउनी क्या। ल गोपले, जाउँ अब। जाउँ न त अब। बहिनी राम्रोसँग घर गएर खानु, नरुनु, दुःख पऱ्यो दाइलाई सम्झिनु। ल ल ल ल ल राम्रोसँग जानु। ल जाऊ नानी जाऊ। अब बेहुली लिएर गइहाले, अब हामी पनि त जाने होला घरतिर। हुन्छ। घरतिर काम पनि छ। ल, म जान्छु है, राम्रोसँग गरेर बस्नु है त। हुन्छ। अरे तिमी कताबाट? ओहो सङ्गीता, के छ? ठिकै छ। पहिला हामी सहरमा भेटेका थियौँ है, सहर छोडेपछि त भेटघाटै हुन छोड्यो त। म पनि सहर छोडेर यो गाउँमा एउटा कामले आएको थिएँ, तिमीलाई ठ्याक्कै भेट भयो है।
अब हामी यही गाउँमा भइएछ, भेटघाट त हुन्छ होला नि। सायद अब हुँदैन होला सङ्गीता, म त सहर जाँदैछु। किन जाने सर भन त? किन भन्नु र, खोइ एउटा बहिनी थिए, त्यही पनि बिहा गरेर दिइहालेँ। एक्लै बस्न मुनै लागेन। किन एक्लै छु भनेको? म साथी छु त तिम्रो लागि। तिमीले म छु त भन्छौ। घरको परिवार हुनु र साथी हुनुमा धेरै फरक छ। त्यही पनि राम्रोसँगले सोच है एकचोटि। हुन्छ, 1-2 दिन अझै म पनि बस्छु, त्यही बिचमा भेटौँला। अहिलेलाई म गएँ है। आमा, ए आमा, यता बाहिर आऊ त, मैले तिम्रो बुहारी लिएर आएँ नि। दाइजो पाचे आयो कि आएन? आमा, तिमी पनि कस्तो कुरा गर्छौ भने, अब यो जुगमा पनि तिमी दाइजो पात अर्काको सम्पत्तिमा हामीले आँखा लाउनु हुन्न के? अब हरि दाइले हामीलाई यति मूल्यवान उनकी बुइनी दिएका छन्, तै पनि कस्तो अर्काको सम्पत्तिमा आँखा लाउँछन् के बुढी माउ? त्यस्तो कहिले गर्नुहुन्न। हेर, हाम्रा यी 4 हात खुट्टा भाँचिएका छैनन् नि, सम्पत्ति भने हामी जतिसुकै कमाउन सक्छौँ क्या। ओइ गोफले, तैँले यही लुगा लाएर बिहे गरिस्? आमा, बिहे गर्न त कोट लाएरै गरे थिएँ त नि, अर्जुन बाबुले बाटैबाट लिएर गइहाले। छोड्दे, हामी गरिबहरूलाई के को कोट न छोड। ल धेरै नकर, बुहारी ल्याइहालिस्, अब भित्र्याउनु पर्यो। ल छिटो गर, अब भित्राउनु पर्यो नि त। ल हिँड बुहारी नानी। तिमी सङ्गीता होइन? हो, म सङ्गीतै हो। बिर्खे दाइ, तपाईँ कताबाट यता? म त यो गाउँमा बसेको धेरै वर्ष भइसक्यो नानी। अनि गाउँतिर कस्तो छ? मैले पनि त्यो गाउँ छोडेको धेरै वर्ष भइसक्यो दाइ। मलाई त्यो गाउँको बारेमा केही थाहा छैन। एउटा काम लिएर यो गाउँमा आएको, साह्रै दुःख पाएँ दाइ। के काम थियो र नानी? साँच्ची तिमीले गाउँ कहिले छोड्यौ? के गर्छौ? कहाँ बस्छौ? म कहाँ बस्छु, के गर्छु, मेरो केही ठेगान छैन। ए, त्यसो भए अब तिमी चिन्ता नगर, मेरो घरमा बसौँला, दुःख सुख गरौँला, खाउँला नि नानी। मलाई त भगवानै भेटे जस्तो लाग्यो। भगवान जस्तो लाग्यो भनेर मक्ख मात्र पार्ने कि घरमा पनि जाने? जाउँ। हुन्छ। La 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 la
हेर त्यो केटा यहाँबाट आइज कस्तो त्यसमा यही बाटो आइस अरे समातेर बोक केटा बोक तू त सक्दैनस् कि म बोक्नु बोक कोही देखेर हेरे कोही देखेछ फेरि कोही छैन तिमीले मलाई किन मारेको खोल्देऊ भनेको सुन्दैनौ तिमीहरू बाँच्दैनौ तिमीलाई म बाँच्न दिदिन खोल खोल भनेको सुन्दैनस् खोल भनेको तिमीहरू एउटा केटीलाई 3-3 भएर यसरी अपहरण गर्नु बाँधेर राख्नु तिमीलाई लाज लाग्दैन यदि मर्दाको छोरा होस् भने खोलेर देखा केटा हो तँ त निकै फुरफुर गर्न थाली त नानी अमला खान्छौ कति करा कि तर एउटा मात्रै छ यसले त खुट्टा भन्छ भगिरहेको बान 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 अलि डरसँग खुट्टा नबाँधेर त्यही भएर फुरफुर गरेर चाहिँ मुख पनि बाँध्नुपर्छ क्या हो फेरि मलाई खान्देऊ न मुखमा गुहार फेरि मर्ने हामी माया गर्छु नि खाऊ न खान्नौ मै खान्छु किन यस्तो गरेको भन्ने कुरो हामीलाई भन्दा तँलाई थाहा होला बुझिस् अस्ति त पुष्पे आएर बाँचिस् तँलाई जति माया गर्दैन नहुने हामीले होइन अब हेर्दै तँलाई यो जङ्गलमा कसले बचाउँछ भनेको गुहार गुहार कोही हुनुहुन्छ बचाऊ गुहार गुहार चोर भनेको खोल्दै भनेको खोल्दै भनेको सुन्दैनस् कोही हुनुहुन्छ गुहार भला भन् त मार्छ नि त मान्छे बाँधेपछि कसैले छोड्छ